सेवारो नमस्ते सबैजनामा स्वागत छ हजुरहरुलाई नौले परिवार ब्लगमा। अनि आज चाहिँ हामीहरु जंगलतिर जाँदै छौं चट्टा लागेर बुढाबुढी। फाइनली गाइस हामीहरु चाहिँ जंगलतर्फ आइसक्यौं। आज चाहिँ यही बाँस काटेर लग्नुपर्ने। बुढो चाहिँ चढ्दै हुनुहुन्छ भिरमा बाँस काट्नको लागि। कतिवटा काट्नु फाइनली गाइस हामीहरु चाहिँ बाँस तानेर पनि रोडमा ल्याइसक्यौं र बुढोले चाहिँ उक्ल्याउँदै हुनुहुन्छ। अब यहाँदेखि बोकेर तल पुर्याउनु पर्छ। फेरि तल छ खोर्सानी बारी चाहिँ यो ठुलो रोकको मासतिर। फाइनली यो चाहिँ खोर्सानी बारी यहाँ परदेखि छ है। यत्रो यत्रो भएको छ। यसपाल चाहिँ खोर्सानी फुल्दै पनि छन्। भर्खरै फुल लागिरहेछ। चिचिला पनि लाग्दैछ। यसलाई चाहिँ नलगाउ। यता खोर्सानी बारी रहेको छ भने यता चाहिँ मकै र प्याज रहेको छ। देख्न सक्नुहुन्छ तपाईहरुले। यहाँ चाहिँ मुनिबाट हामीले प्याज रोपिसकेका छौं। प्याज पनि ठुलठुलो भइसकेको छ। यसले खोदालेर यसको दाना पनि देखाउँछु कत्रो कत्रो छ भनेर। आज चाहिँ हाम्रो काम सकिसकेको छ हैन। साँझ पनि पर्न लाग्यो। अब हामी चाहिँ घर जान लागेको छौं। यहाँ हुनुहुन्छ बुढो। लास्टमा केही भनिदिनुहुन्छ कि बुढो? आज जे जति दुःख गरियो अब प्लस भोलि पर्सि यहाँदेखि गोडमेलदेखि लिएर सबै कुरा हामी